तेरो काल आइसकेछ, जनताले घेरिसकेछ। त हाम्रा जेन्जी बाबुहरू यही ठाउँ हो, माइती घरमा अहिले पनि थुनेर राखेकै हो गोली लागेको जेन्जीहरू। तेरो पनि काल आइसकेछ, गरिब माडा बालेन शाहको काल आयो होइन? आइसकेछ, गरिब माडा सरकार हो, तिमीलाई थाहा छैन? कसरी आयो के बालेन शाहको काल? अब आउँछ कि आउँदैन हेर्दै जाऊ न। तपाईले हावा तालमा भन्ने हावाको ताल हो कि सहीको ताल हो? हामी 10 लाखमा हामी जग्गा किनेको थियो, हावाको तालमा हजुरको गोजी मारे कि बालनको गोजी मारेको? तपाईले भन्ने बित्तिकै बालेन शाहको काल आउँछ ओ भने हाम्रो भनेर काल बिस्तारै आउँछ, काल आइसकेछ। कसले ल्याउँछ काल भन्नुहोस् अब? जनताले ल्याउँछ। तपाई एकजना जनताले भन्दा हुन्छ? हाम्रो आइसकेछ। पहिले हामीलाई राजु पाण्डेलाई काल लगाएकै थियो, अनि हामीलाई 20 दिनसम्म हिरासतमा राखे, 28 दिनसम्म हिरासतमा यही बालन यही राजु पाण्डेले राखेर 20,000 रुपियाँ धरौटी राखेर आएकै हो बालन चोर भनेर। बालेन शाहलाई किन चोर भन्नुभयो तपाईले? किने भन्दैन, के चोर्नु भयो? मैले के गरिरहेछ अदालतमा थुन्यो 28 दिनसम्म। के चोर्नु भयो भन्नुहोस् न मलाई? अदालतको चोर फटाहाले भन्छ, हामी भन्छु बालन नै फटाहा हो। सरकारी जग्गा मिचेर बस्छ। यो कसको बाउको बालनको बाउको नाममा छ कि हजुरको नाममा छ कि मेरो नाममा छ? सरकारको नाम। सरकार कहाँबाट आयो? यही सरकार जनताले जिताएर आयो। यो जनताले यो भन्दा जितेको थिएन। होइन तपाईले जिताउनु भएन घण्टीलाई? छोडेन, यो भन्दा पहिले जितेकै थिएन। के अरे केपी शर्मा ओली माओवादीकै थियो, भन्दा पहिले हो बाबुराम भट्टराईले। हामीलाई कुनै सरकार आयो भने हामी लालपुर जान्छौँ। होइन तपाईले चुपचाप घण्टी छापमा हान्नु भएन? छाप हानियो चाहे हानिएन, मेरो आत्माले तपाईले हाल्नु भएन छ के घण्टीमा भोट? भोट हाल्नु भन्छु के गर्न सक्छ? तपाईलाई सवार लोक छ भने जेल पनि हाम्रै हो, खाना पनि हाम्रै हो, गाडी ल्याएर आउला प्रहरीको प्रहरी पनि हाम्रै छोराछोरी हो। हामी डराउने वाला तपाईले घण्टीमा भोट हाल्नु भएर हुन्छ क्या खासमा? किन हाल्ने? के म हालेन। हाल्नु भएन? किन हामी हाल्ने? मेरो आफ्नो इच्छाको अनुसार हो। तपाई घाममा भोट हाल्ने अनि घण्टी तपाईले घण्टीलाई भोट हालेमा जमिन आउँथ्यो किन? मलाई चाहेको पनि छैन। मैले रोडमा कराउनु भएको नचाहे किन गराइहाल्छु नि। हामी यो देशको स्वच्छ भने हाम्रो नागरिक सिद्ध गर। नागरिकको भन्दा सबैजना माइती माइती घरमा तिमी किन यो उभिएर बसिरहेको छ? तपाईले घाममा भोट हाल्नु भयो रे। त्यही भएर घाम आएको हो। हाल्यो जहाँ हाल्यो। हामी पैसामा उहाँहरूले खोजेको कोठा खोजिदिनु भयो भने हामी जान तयार छौँ। त्यो घाटबाट निस्केर होइन भने हामीलाई खोलाबाट लगेर घाटमा राख्नु छ कि घाटमा मर्न तयार छौँ। हामी मर्ने नै भनेर हामी बसेका छौँ। तर हामीले आजको दिनसम्म तिमीहरू निस्केर जाऊ चाहिँ भन्नुभएको छैन। त्यहाँबाट आज बिहान नगरपालिकाहरू चाहिँ उठेर जानुभयो, हामीलाई चाहिँ केही बोल्नु भएको छैन। अनि हामी चाहिँ के माग गर्छौँ भने हामीलाई तर्कालो उहाँहरूले नै व्यवस्था गर्नुपर्ने हुन्छ। घाटमा लगेर राखेपछि घाटमा कि मर्नै पर्छ कि त्यहाँबाट निस्केर हिँड्नै पर्छ। हामी त मर्नै गएको हो, किनभने हामीलाई मार्न नै लानुभएको। किनभने हामी जस्तो पीडित मान्छे, हामी जस्तो गरिब मान्छेलाई एउटा छानबिन त गर्न सक्नुपर्छ नि। यत्रो महिनासम्म त अब 3 महिना हुन्छ हामीलाई त्यहाँबाट निकालिएको, तर हामी खुसी छैनौँ 25,000मा। त्यसो भने तपाईँहरूले 25,000 बुझिसक्नुभयो, कोठा पाउनु भएको छैन? कोठा पाइएको छैन। कोठा के कारणले पाइँदैन हो? के कारणले? सुकुम्बासीलाई कोठा कसले दिन्छ? मान्छे हेर्दाखेरि सुकुम्बासीलाई कोठा कसले दिन्छ? कसैले दिँदैन। हाम्रो साथीहरूले पहिला दिएको पैसा पनि फिर्ता गरेका छन्। अब हाम्रो किनभने बिमारीहरू पनि हुनुहुन्छ, परिवार कतिजना छ, के काम गर्छ, के जागिरी छ? हाम्रो केही जागिरी छ, सुकुम्बासीको केही जागिरी छ, कुनैको होलान्। तर हामी जस्तो काम गरेर खान नसक्ने मान्छेलाई हामीले कहाँबाट ल्याएर महिनै पछि भाडा तिर्नु? हामीलाई 10,000 12,000 भाडा तिरेर बस्ने क्षमता त भइदिए गए हामी यो खोलाको किनारमा बस्दैन पनि थियौँ होला, हामी महलमै गएर बस्न सक्थ्यौँ होला। तर सरकार हामीलाई बिचल्ली नपार्नुहोस्। हामीलाई रोडको हामी एउटा छाप्रो हालेर खोलाको किनारमा बसेको थियो भनेदेखि अब हामीलाई बिजो बनाएर माइती घर रोडमा पसाएर नपार्नुहोस् भन्न चाहन्छु म। बालेन शाहले त तपाईँहरूलाई व्यवस्थापन गर्छौँ, अब हामीले जग्गा दिन्छौँ, लालपूर्जा दिन्छौँ जहाँ भए पनि भन्नुभएको छ क्या सुकुम्बासीहरूलाई? सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ, व्यवस्था गर्छौँ भनेर मुखले भनेर भयो नि त, व्यवहारमा उतार्न सक्नु पर्यो। अहिले यहाँ सुकुम्बासी म मात्रै होइन, दुनियाँ रोडमा उत्रेका किन त?
खाना छैन। अब उसमा बस्ने होटलमा बस्नेहरूलाई होटलबाट निकालिहाल्यो। पैसा नतिरेपछि होटलहरूले त निकाल्ने स्वाभाविक कुरा हो। होटलमा बसेका होल्डिङ सेन्टरलाई पनि निकालिसक्यो उनीहरू त। किनभने होटल भनेको कुरोको त एउटा गेस्ट हाउस भनेको कुरो त कमाइ खाने उनीहरूको भाडा हो। उनीहरूले पैसा नआएपछि त निकालिहाल्छन्। अब हाम्रो निकालिएका साथीहरूको कति बिजोड छ। तर हामीलाई पनि त्यो होल्डिङ सेन्टरबाट या आज निकाल्छ या भोलि निकाल्छ हामीलाई थाहा छैन। तर हामी अब जानेका कोठा नपाएपछि अहिले हामी कोठाको चक्करमा हिँडेको हो, कहीँ पाइएन। अब हामी बस्छौँ कहाँ? माइती घरमा हामी पाल टाँगेर बस्छौँ। तपाईँहरूले कोठा पाउनु भएन, अब चाहिँ अझै पनि कोठा पाइएन, सरकारले व्यवस्थापन गरेन भने तपाईँहरू माइती घरमा बस्नु? माइती घरमा बस्छौँ। जब तक सरकारले हामीलाई लालपुरमा सायद जग्गा दिन्छु भन्नुभएको छ, जुन बेला उहाँहरूले हाम्रो राम्रोसँग बकाइदा साथ छानबिन गरेर यदि हाम्रो रहेछ भने हामीलाई नदिँदा केही फरक छैन। यदि हामीलाई छैन भनेदेखि उहाँहरूले जहिले हामीलाई चाहिँ नि व्यवस्था गर्नुहुन्न त्यो बेलासम्म हामी माइती घर छोड्दैनौँ। हामी 25,000 पैसा ल्यायो भनेर हामी खुसी छैनौँ। हामीले जानेर नजानेर हामीले फर्म भर्यौँ, सरकारले केही गर्नुहुन्छ होला भनेर चाहिँ हामीले फर्म भरेका छौँ। अब उहाँले 3 महिनामा अब 3 महिनासम्म नहुनेलाई कोठा भाडा हालिदिन्छु भन्नुभएको छ। अब हामीलाई कोठा पाइएको छैन। त्यो कोठा नपाउन्जेल हामी माइती घरमै बस्छौँ। हामी कोठा पाएर पनि हामी जाँदैनौँ। महिनाको 10-15 हजार हाम्रो तिर्ने क्षमता छैन। उहाँले हालिदिनु होला हामीलाई महिनामा 15,000 पैसा। हामीले खाउँ कि भाडा पो तिरौँ कि बच्चाहरूलाई बिरामी हुन्छ दबाई पानीको खुवाउँ कि आफै बिमारी हुन्छ गर्ने हामीले त्यो गर्ने हाम्रो क्षमता छैन। हामीलाई छिटोभन्दा छिटो हामीलाई छ भने हामीलाई नदिनु भएको होस्। हामीलाई हाम्रो कतै देख्यो भने तर नदेखेको भए हामीलाई छिटो व्यवस्था गर्नु। हामीलाई लालपुर्जा मुखले दिएर भएन, हामीलाई कामले चाहियो। तर हामीले महल हामीलाई कुनै 10 रुपियाँले काठमाडौँमा 20 रुपियाँले काठमाडौँमा भनेका छैनौँ। हामीले काठमाडौँमै चाहिन्छ भनेका छैनौँ। हामीलाई जुन ठाउँमा दिने एक ठाउँमा 4 आना घडेरी हामीले माग गरेका छौँ। 4 आना जग्गा दिनुभयो, जहाँ भए त्यही जानुहुन्छ? जहाँ भए त्यहाँ जान्छ। किनभने हाम्रो एउटा मुन्टो लुकाउन पाइयोस्। हामीलाई कमाइ खाने खेतीले ठुलो खेतीले हामीलाई ठुलो घरले 5 तलाको बिल्डिङ हामीले माग गरेका छैनौँ। हामी सुकुम्बासीले किनभने हामीले चाहिँ एउटा मर्न पाऊँ, त्यो एउटा बाँसमा मर्न पाऊँ भनेर चाहिँ हामीले माग गरेको हो। बालबच्चा हुर्काउनलाई पाइयोस् भनेर, पढाउन लेखाउन पाइयोस् भनेर हामीले माग गरेको हो उहाँसँग। हामीले कुनै 10 तलाको घरले मलाई 20 तलाको घरले मलाई 10 लाखले मलाई 20 लाखले मलाई 1 करोडले हामीले पैसाको माग गरेका छैनौँ। बस्ने छाना मात्र दियो भनेको? छाना मात्रै देऊ, छाना पनि हामीले दिनु पर्दैन। एउटा जग्गा मात्र दियो भने हामी पाल टाँगेर बस्छौँ भनेर हामीले माग गरेको।